सो हे गाइज गुड मर्निङ एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिकठाक छु होइन। तपाईँहरूको मायाले एकदमै ह्याप्पी छु भनौँ न। अनि आज चाहिँ म बिहान होइन यति चिसो थियो। आज लास्ट पानी परेर आएको थियो, चिसो थियो। मौसम एकदम क्लिन थियो तर चिसो थियो। अनि आज म पहिलो मेरो अर्डर हाल्न गएको थिएँ। अर्डर यति धेरै कति भनेपछि समथिङ 15 किलोमिटर टाढाको थियो। 15 किलोमिटर टाढा थियो होइन। आउन 15 जान 15-30 किलोमिटरको थियो अर्डर। अनि बाटोमा जाँदै गर्दा यति खुबसुरत सिन देखेँ मैले। एउटा म चाहिँ एउटा अर्डर दिन गएको थियो होइन। यति धेरै ट्राफिक थियो कि आजसम्म मैले यो रोडमा यति जाम कहिले पनि देखेको थिएन क्या। लास्ट जाम तपाईँ मलाई एउटा यो अर्डर हाल्न जाँदा कि मलाई आधा घन्टा लाग्ने ठाउँमा चाहिँ होइन 1.5 घन्टा लागिसकेको थियो। तर पनि यो जाम यति धेरै थियो कि लगभग 1 किलोमिटर टाढा जाम थियो कि 1 किलोमिटर जाने बेला चाहिँ खाली थियो होइन। आउने फर्किने बेला थियो। मैले अर्डर दिएपछि होइन। अनि मेरो गाडीको चाहिँ पेट्रोल एकदमै कम थियो। अनि पेट्रोल मैले भर्न लागेँ। गाडीको पनि त पेट फुल गर्नु पऱ्यो नि होइन, जस्ट एन्ड फन नै। तर गाडीमा एकदम कम पेट्रोल थियो, मलाई पुग्नै थिएन होइन। त्यसपछि मैले बाटोमा पेट्रोल भेटेँ, पेट्रोल हालिसकेँ। पेट्रोल हाल्न लागेँ, पैसा पनि दिइसकेँ। अनि उता हाम्रो पेट्रोलवालाले पेट्रोल हाल्न लागिसक्यो होइन। यस्तो हुन्छ हाम्रो पेट्रोल पम्प। गाडीको पेट्रोल हालिसकेपछि होइन मलाई लास्ट भोक लागिरहेको थियो। अनि त्यसपछि मैले भन्दा आफ्नो पेट पूजा त गर्नु पऱ्यो। अनि सोधेँ मलाई चाहिँ समोसा खान मन लागिरहेको थियो, समोसा पाएन। अनि त्यसपछि प्याटिसहरू चढेर प्याटिस नै खाएँ, तर एकदम टेस्टी